कार्यक्रम सञ्चालक नेपाली नगरपालिका वडा नम्बर 1 का उपसभापति सुमन शर्माज्यू, यसै गरी आजको यस कार्यक्रममा प्रमुख अतिथि यस क्षेत्रका वरिष्ठ समाजसेवी नेपाल भारत मैत्री सङ्घका पूर्व अध्यक्ष, नेपाल भारत मैत्री समाजका अध्यक्ष आदरणीय डाक्टर शान्त कुमार शर्माज्यू, यसै गरी भूपू सैनिक कल्याणकारी संस्था सिद्धार्थ नगर कमिटीका अध्यक्ष तीर्थबहादुर गुरुङज्यू, यसै गरी सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं यस समाजका वरिष्ठ समाजसेवी आदरणीय विष्णु प्रसाद शर्माज्यू, यसै गरी सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वर्तमान महासचिव आदरणीय कृष्ण प्रसाद घिमिरेज्यू, यसै गरी आजको सभापतिको आसन ग्रहण गर्नुहुने सुमन दाईलाई खादाले स्वागत सम्मान गरिदिनु हुन सुशील गुरुङज्यूलाई खादाले स्वागत सम्मान गरिदिनु हुन कल्याणकारी संस्था सिद्धार्थ नगर स्तरीय भेटघाट कार्यक्रममा छौँ। आज यस कार्यक्रमका प्रमुख अतिथि सिडपा 1 का क्रियाशील सदस्य, नेपाल कर्मचारी महासङ्घका पूर्व अध्यक्ष, यस नगरका वरिष्ठ समाजसेवी आदरणीय डाक्टर शान्त कुमार शर्माज्यू, भूपू सैनिक कल्याणकारी संस्था सिद्धार्थ नगरका सभापति सिद्धार्थ उद्योगवाणिज्यका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी विष्णु प्रसाद शर्माज्यू, सिद्धार्थ उद्योगवाणिज्य सङ्घका महासचिवज्यू, यहाँ उपस्थित भूपू सैनिक कल्याणकारी संस्थाका विभिन्न तहका काम गर्नुहुने आदरणीय यस वार्ड नम्बर 1 का बूथ समिति का सचिव उद्घोषक बहादुर शर्माज्यू र अहिले यो चुनावमा अहिले तपाईहरुले पनि तपाईहरुको त्यो अनुभवलाई चाहिँ कमसेकम यो चुनावी मैदानमा कुन ढङ्गबाट उतार्न सक्नुहुन्छ र चाहिँ सुशील गुरुङलाई हाम्रो नेपाली कांग्रेसलाई अगाडि प्रतिस्पर्धा अगाडि मात्रै ल्याउने हैन विजयी बनाउन सक्नुहुन्छ भन्ने कुरामा अभियानमा तपाईहरु लाग्नुहुन्छ भन्ने यहाँलाई अनुरोध आग्रह गर्दै यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै मलाई 2 शब्द राख्ने अवसर दिनुभयो। विशिष्ट अतिथिको रूपमा मलाई यहाँ कसरी हुन्छ सुशील गुरुङलाई जिताउनु पर्छ, 1 2 3 जिताएर हामी सदनमा पठाउँ र हाम्रो जुन समस्याहरू छ भूपू सैनिककरण अघि बढ्दै उठेका कुराहरू, चाहे त्यो पेन्सनका कुरा हो, चाहे त्यो अग्निवीरका कुरा हो या अन्य कुराहरू जुन भूपू सैनिकका छन् त्यसलाई जोडदार रूपमा उहाँले सदनले उठाउने वाचा प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। म धेरै समय लिन चाहन्न किनभनेदेखि जब 5 दिन बाँकी छ र आदरणीय उम्मेदवारको धेरै ठाउँ अहिले कार्यक्रम उहाँहरूको रहेको छ र एकपटक म पुनः यहाँहरूलाई के भन्न चाहन्छु भनेदेखि जसरी पनि हाम्रो योग्य उम्मेदवार नेपाली कांग्रेस क्षेत्र नम्बर 3 का उम्मेदवार सुशील गुरुङलाई तपाईहरुले विजय गराएर जानुहोस्। म पनि के प्रतिबद्धता यहाँसम्म व्यक्त गर्न चाहन्छु भने जुन सुशील गुरुङले जुन वाचा प्रतिबद्धता व्यक्त गर्नुभएको छ त्यो कार्यान्वयनमा सुशील गुरुङलाई झन्झक्याउने काम म रातदिन गर्नेछु भन्ने मैले प्रतिबद्धता व्यक्त गर्दछु र म धेरै समय नलिकन पुनः एकपटक क्षेत्र नम्बर 3 का उम्मेदवार सुशील गुरुङलाई नेपाली कांग्रेसको रुख चिन्हमा छाप लगाई सुशील गुरुङ र समानुपातिकमा पनि रुख चिन्हमा छाप लगाई विजय गराउनुस् र उहाँलाई विजय गराएर सदनमा पुर्याउनुस्। तपाईहरुको सम्पूर्ण मागहरू पुरा हुन्छ भन्ने मैले पनि प्रतिबद्धता सुशील गुरुङका साथै गर्दै यहाँबाट पुनः यहाँबाट अझै हुन चाहन्छु। धन्यवाद। नेपाली कांग्रेस सिद्धार्थ नगरपालिका वडा नम्बर 1 द्वारा आयोजित आज हामी भूतपूर्व गोर्खा सैनिकहरूसँगको भेटघाट कार्यक्रमका सभापति मेरा मित्र सुमन शर्माजी, यसै गरी आजको यस कार्यक्रमका अतिथि आदरणीय व्यक्तित्व हाम्रो डाक्टर शान्त कुमार शर्माजी, ग्यासमा विराजमान हाम्रो सुबेदार तीर्थबहादुर गुरुङजी, हाम्रो आदरणीय विष्णु दाई, यसै गरी हाम्रो रमेश दाई, हाम्रो सञ्चारवीर दाई, हाम्रो कृष्ण घिमिरे दाई, हाम्रो दीपक दाई लगायत मैले सम्बोधन गर्छु थुप्रै व्यक्तिहरू हुनुहुन्छ, कोही छुट्यो पनि म माफ मागे र हाम्रो यो आफ्नो व्यस्त कार्यतालिका